छ। मैले तिमीलाई चुनेर बोलाएँ, यस हेतुले बोलाएँ कि तिमी मेरो जीवित मन्दिर हो। मन्दिर हो, तिमी भित्रमा बास गरेको छौ। मैले नै तिमीलाई पवित्र तुल्याएको छु अनि मैले तिमीलाई मन्दिर बनाएको छु। आज पिताले स्वयं भन्नुभएको छ, तिमी मेरो मन्दिर हो भन्नुभएको छ। उहाँको मन्दिर यति सफा गरेर पिताजीले नै पवित्र बनाउनु भएको छ अनि हामी संसारको अपवित्र कुराले छोयो भने मन सानो बनाउँछौँ, गिराउँछौँ, चिन्तामा रहन्छौँ, समस्यालाई ठुलो मान्छौँ। आजबाट भन्नु, पिता तपाईले नै मलाई तपाईको धार्मिकतामा चुनिकन बोलाउनु भएको छ। तपाई नै मलाई खुद मन्दिर बनाउनु भएको छ भने यो मन्दिरलाई कसैले ढलाउनै सक्दैन, कसैले नष्ट गर्नै सक्दैन। कुन शब्दले धन्यवाद गर्नु। मन नगिराउनुहोस्, मनलाई कमजोर नबनाउनुहोस्। ए हृदयमा पिता बास गर्नु भएको छ। ए हृदयले नै दूषित बनाउँछौ भने दूषित हृदयले मागेको कुरा पाउन टाइम लाग्छ। पिताले भन्नुभएको छ, मैले पवित्र बनाएको छु, जस्तो म पवित्र छु त्यस्तै तिमीलाई पनि मैले पवित्र बनाएको छु। पवित्र मनले प्रार्थना गरेर पाइन्छ। धन्यवाद पिता, पाइन्छ। अझै जोडलाई रिसिभ गरिहाल्नु। पिताको अझै भरिपूर्ण आशीष परिरहेको छ। पितालाई सुम्पेको छु। दिन 2 गुणा रात 4 गुणा आफै बढाउनु भएको छ आफ्नो मन्दिरलाई। उहाँको मन्दिर हो, हामीले सुधार्नु पर्दैन, हामीले त जिम्मा लगाउने हो, हामीले त छोडिदिने हो कि जसले मेरो मेरो भनेर समात्छ त्यसलाई दुःख हुन्छ, कष्ट हुन्छ, समस्या हुन्छ। जसले मेरो होइन पिता तपाईको भन्नुहुन्छ त्यसले 4 गुणा आशीष पाउँछ। अझै मात्रै पाउन आउनु भएको थियो। बालपनबाटै बच्चापनबाटै सँगै हुर्किनु भएको, खेल्नु भएको, खानु भएको। गाउँमा फलानु आउनु भयो भने अब कसलाई मार्छ, कसलाई काट्छ, कसलाई बिगार्छ भनेर हल्ला बढ्किन्थ्यो। फलानाको छोरो यस्तो भन्नुहुन्थ्यो भने आज त्यही फलानाको छोरोलाई देखेर संसारको मानिसहरूले चकित मान्नु भएको छ, गर्नु भएको छ। यस्तो कसरी भयो भन्नु भएको छ। आज एकमात्र परमेश्वरले आफ्नो मन्दिरलाई दिन प्रतिदिन बढाउनु भएको छ, सजाउनु भएको छ, उहाँ बस्नु भएको छ, दिन प्रतिदिन सजाउनु भएको छ। अनि उहाँको र मेरो त कहिले नि भेट भएको थिएन। बुहारी नानी हजुरलाई धेरै धेरै धन्यवाद। कस्तो भाइलाई कस्तो बनाउनु भयो हैन, कस्तो भाइलाई कस्तो बनाउनु भयो भने धन्यवाद दिनु भएको। यो श्रेय त मेरो पितालाई जान्छ। हामी कसैले पनि सुधार्न सक्दैनौँ, चाहे छोराछोरी होस्, चाहे बिग्रेको व्यवहार होस्, चाहे बिग्रेको घर होस्, चाहे बिग्रेको मन होस्, चाहे बिग्रेको शरीर होस्। निर्धक्क सारा हृदयले जब विश्वास गर्छौँ, विश्वास आएको छैन भने भन्नुहोस् पिता मेरो विश्वास यस्तो बढाइदिनुहोस् ताकि मृत्युको घटना मेरो अगाडि आउँदा पनि आँखा चिम्लेर तपाईलाई सुम्पिन सकौँ र जीवित गराउने तपाईमा पिताजीले तुरुन्तै बनाउनुहुन्छ। भरे भोलि बिहान एकछिनपछि ढाँट्नुहुन्न, छल्नुहुन्न। किनभने परमेश्वर मानिस हुनुहुन्न, किनभने परमेश्वर झुटो बोल्नुहुन्न। उहाँ संसारको मानिस जस्तो हुनुहुन्न। उहाँ त स्वर्गको मालिक। उहाँले त हाम्रो लागि सबै कुरा तयारी राख्नु भएको छ। सुख, शान्ति, धनी जीवन, उन्नतिको जीवन हैन। बिग्रेको मन्दिरलाई त आज सजाएर टल बनाएर राख्नु भएको छ। मानिसले देख्दा नि हिजोको मानिस हो र तिमी, हिजोको कान्छा हो र तिमी, हिजोको बाबु हो र तिमी। आज पिताले आफू बास गरेर सजाएर राख्नु भएको छ आफ्नो मन्दिरमा। त्यसको निम्ति पनि पिता हजुरलाई निम्ति धन्यवाद गर्छु। मसी येशूको नाममा यसै शाखामा रहनुहुने लिडर सर हजुरहरू, म्याम हजुरहरू
वाद्यवादनमा रहनुहुने सर हजुरमा हजुरहरू, जति पनि आत्माको भोजन लिन आउनुहुने हजुर सम्पूर्णमा शिर झुकाएर नमस्कार अझै एकचोटि जोडाले ताली बजाउनु। यस्तो महिमित बनाउनु भएको छ। संसारको मानिसले छी भन्नु होला, गिराउनु होला, तपाईलाई हैन खेदो गर्नु होला, तपाईलाई हरेक कुराले थिचेको होला, केही समय तपाईलाई गाह्रो भएको होला। चिन्ता नगर्नुहोस्, किनभने परमेश्वरले तपाईलाई बोलाउनु भएको छ। सबै स्वर्गको आशीर्वाद तयार गरेर नै बोलाउनु भएको हो, त्यसै बोलाउनु भएको छैन। यदि तयार हुन्थेन भने हामी चुनेर आउने नै थिएन। यो सबै पिताको इच्छा, उहाँको योजना, उहाँको महिमा। जब उहाँले नै नाम काटेर बोलाउनु भएको छ भने 1000% स्वर्गको आशीर्वाद पाइसक्नुहुन्छ। बोल्नु, ताली बजाउनु, रिसिभ गर्नु, कति कुरा तपाईँ सुन्दा कुरा कति कुरा वचन सुन्दा सुन्दा दिनुहुन्छ। कति बिउहरू वचन सुन्दा सुन्दा उम्रेको हुन्छ। किन? स्वर्गको पिताले त भन्नुभएको छ नि, आउने त आइहाल्नु हुनेछ, बिहालो गर्नु हुने छैन। दिने कुरा त दिइहाल्नु हुनेछ, ढिलाइ गर्नु हुने छैन पिताले। कोही कुरा प्रार्थना गर्दा गर्दा जवाब आयो त धेरै राम्रो, यदि आएन भने चिन्ता नगर्नुहोस्, त्यो भन्दा पनि डबल राम्रो बनाउँदै हुनुहुन्छ। सबै कुरा राम्रो। मैले बार भनिरहेको छु नि, मैले सर हजुरलाई आजभन्दा 5 वर्ष अगाडि डबल शान्ति सेना परोस्, 2 वर्षको शान्ति सेना परोस्, 2 वर्ष मिसनबाट आएकोले मैले शिशुआमा त्यो तालचोकमा गएर लिजमा जग्गा लिन्छु, तपाईँको महिमा गर्छु पिता। आज नै दिनुहोस्, भोलि नै दिनुहोस्, पर्सि नै दिनुहोस्, झन् पर्सि नै दिनुहोस् भनेर दिनकै माग्थे। जब हारे पाएन है होइन रहेछ भन्थे, जब सर्लक्कै मनबाट छोडिदिए, पिता तपाईँको इच्छा नै मेरो इच्छा, तपाईँको योजना नै मेरो योजना, जब यो भनेर सर्लक्क छोडिदिएको थिए, आज परमात्माले सबै कुरा, घर बास जग्गा जमिन सबै कुरा दिलाएर भएन भनेर उहाँको राज्यमा महिमा गरेर नै बनाउनु भएको छ। सबै कुरा त्यो पनि कहाँ? पोखराको मेन मुटुमै। जब पिताजीले दिनुहुन्छ नि, कसैको केही पनि लाग्दैन, कसैको केही लाग्दैन। तबसम्म पुर्नु हैन, महिमा आइन, गवाई पाइन, यो भएन, चिन्ता नगर्नु। मैले उहाँ दिदीलाई देखेको थिएँ हिजो बाटोमा, बुहारी सासु बुहारी हिँडिरहेको मैले देखेको थिएँ। मैले हिजोको दिनलाई फर्केर हेरेको थिएँ। मैले नानो श्रुतिलाई यस्तोमा बोक्न नसकेर सर हजुरले बोक्नुहुन्थ्यो। मेरो पुरा कुर्को जमा रगतको डाम बस्थ्यो त्यति बेला म हिँड्दाखेरि। त्यो सुत्केरी अवस्थामा यहाँदेखि टिलामा चौर हिँड्दाखेरि नटजो कति गाह्रो थियो। त्यो समयमा भाडा तिर्ने पैसा हुन्थेन, घरमा आएर खाजा खाने पैसा हुन्थेन, भाँडामा चामल हुन्थेन। तर पनि परमेश्वरको राज्यको निम्ति त्यो रगतलाई प्रवाह नगरिकन, त्यो रगतलाई नहेरिकन, पिता तपाईँ हुनुहुन्छ, एक दिन उठाउनुहुन्छ। तपाईँ हुनुहुन्छ, एक दिन उठाउनुहुन्छ। तपाईँ सत्यको मालिक हुनुभएको छ। मलाई बोलाउनु भएको छ, मेरो लागि के आशिष राख्नु भएको छ मैले पाइसके भन्दै हिँड्दै गर्थेँ। त्यति बेला सर हजुर त्यति धेरै यस्तो गहिरेको हुनुहुन्थेन। गहिरेको त बल्ल 1 वर्ष 9 महिना जति भयो सर हजुर गइदिनु भएको। कति गाह्रो थियो। महिमामा निस्केर हिँड्दा पनि पटक पटक संसारको बिउले घोचे गर्नुहुन्थ्यो सर हजुरले। तर पनि मैले स्वर्गको बिउलाई सम्प्रेषण गरेर त्यो संसारको बिउले संसारको वचनले घोच्न नदिकिन संरक्षण गरेर हृदयको पाठीमा राखेको थिएँ। पिता यसले मलाई छुनुहुन्न, यसले मलाई घोच्नुहुन्न, यसले मलाई दुख्नुहुन्न। रुन्थे तर एकछिनपछि पिताको वचन पाउँथे, जुरुक्कै उठिहाल्थे। तब त्यो धाएको, त्यो परमेश्वरमा मन लागेको कुरा आज पिताले छप्पड बारेर दिनुहुन्छ।
भएर कोही पनि नआत्तिनु, कोही मन नगिराउनु, ढिलाइ भयो भनेर पनि चिन्ता नगर्नु। जस्तो विश्वास दिनुहुन्छ नि त्यस्तै काम प्रकट हुने हो के। तपाईले झट्ट विश्वास गर्नुहुन्छ, झट्टै काम भइहाल्छ। थोरै थोरै विश्वास गर्नुहुन्छ, थोरै थोरै काम बन्दै जान्छ। तब थोरै थोरै काम गर्ने होइन, झट्ट विश्वास गरेर झट्ट फल पाउने योग्यको बनाइसक्नु। भन्नुभएको छ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनु हुँदा नै उहाँलाई भेट। दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचारलाई त्यागोस् र परमप्रभुतिर फर्कोस् र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रो परमेश्वर तर्फ त्यो फर्कोस् र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ। परमात्मालाई धन्यवाद होस् यीशु मसीहको नाममा। जबसम्म परमप्रभुलाई पाउन सक्छौ तबसम्मै खोज, भेट, पछ्याउ, ढकढकाउ, पितासँग माग, आफ्ना दुष्ट चालहरू, दुष्ट विचारहरू त्याग। भनेको नराम्रो सोच, नराम्रा विचार, नराम्रा आनी बानी, नराम्रा हेराइ छ भने पनि हामी सोच्छौँ आफूले गरेको त गल्ती के पनि देख्दैनौँ हामीले। परमेश्वर भन्नुहुन्छ कोही प्रति तिम्रो कुदृष्टि आएछ भने पनि चङ्गाउ। मलाई अहिले यस्तो डर लाग्छ होइन कि कोही प्रति रिस, कोही प्रति इगो आयो भने पिता यस्तो त तपाईँको सन्तानमा हुनु नै हुँदैन है। म भनेको शून्य हुनुपर्छ। जस्तो तपाईँको प्रेम छ, जस्तो तपाईँको पुत्र यीशु मसीहमा प्रेम छ त्यस्तै प्रेम दिनुहोस् है पिता। यो त ममा आउनु हुँदैन। यीशु मसीहमा खराबी हट भनेपछि मन उठिहाल्छ। हजुर हामी सबैले यो समय भनेको प्र्याक्टिकलले गर्ने समय। हामीमा खराबी रहनै सक्दैन। रिस आउनु भनेको खराबीबाट आउनु रहेछ। सोच नकारात्मक आउनु भनेको खराबीबाट आउनु रहेछ। हेराइ गलत आउनु भनेको संसारको खराबीबाट रहेछ। प्रेम आउनु भनेको स्वर्गको तर्फबाट रहेछ। जब स्वर्गको प्रेम आउँछ, जब शुद्ध हृदयले प्रार्थना गर्छौँ नि तब आँखोदेखि च्वाट्ट काम पिताले आजैबाट तपाईँ हामी सबैजना अगुवा लिडर जन होइन, परमात्मा भन्नुहुन्छ लिडर जन अगुवा भनेर हुँदैन। दोस्रोवाला त ढोकामा कुरेर बसेको हुन्छ, उसले मन कतिखेर कमजोर गर्ला र गर्जने सिंह चाहिँ उमाथि झम्टेर खाइहालौला भनेर बसेको हुन्छ। त्यही भएर त कहिले कस्तो हालत आउने, समस्या आउने। किन भन्दा कोही कोही हाम्रो कमजोरीले हुन्छ भने, कोही चाहिँ स्वर्गबाट यस्तो तुफानले महिमा आउँदैछ भने हामीलाई कम्पन गराउँछ, हामीलाई सातो लगाउन आउँछ, हामीलाई डर देखाउन आउँछ। जति बेला मेरो लागि यति ठुलो महिमा आइराखेको रहेछ त मलाई के भयो त भन्दा सुरुमा घर खोज्न गए, घरै पाएँ। घरबाट पुलिस लगाएर निकाल्छु भने दबाब आयो, पुरा खेदो आयो। त्यति मात्रै आएन, सर हजुर पुरा गोली पड्काएर मर्छु भन्ने पुरा तयारी गर्नुभयो। त्यो बेलामा शून्यता सोच्ने दिमागै आएन। शून्य भए कहाँ जाने, के गर्ने। तब पिताले मलाई यस्तो वचन दिनुभयो, उठेर अन्य भाषा गर। यति मात्रै शब्द आउँथ्यो मलाई। तब घाटबाट तल झरेर अन्य भाषा गर्थे नि, पुरा पिताले यस्तो प्रकाशन दिनुहुन्थ्यो कि म तसँग छु नडरा, म तसँग छु नडरा, कुनै पनि खराबीले मलाई छुन सक्दैन। तेरो आँखा अगाडि धुलो बनाउँछु हेर्दै जा, पुरा प्रकाशन दिनुहुन्थ्यो पिताले। तब यस्तो प्रेमको शब्द दिनुहुन्थ्यो। हालत अगाडि, खराबी अगाडि देख्दा पनि नर्मल देखाउनुहुन्थ्यो पिताले, नर्मल बोल्ने बनाउनुहुन्थ्यो, क्षमाको मन दिनुहुन्थ्यो। तब त परमात्माले महिना दिन नलगाउँदै आँखै अगाडि पिताले धुलो बनाइदिनु भयो। त्यसैले सुन्नमा छिटो, बोल्नमा कम, रिसाउनमा धिमा गर्नुहोस्। अब प्र्याक्टिकल गर्नुहोस्। वचन त आयो, सुन्नमा छिटो सुन,
बोल्नमा कम बोल, रिसाउनमा धिमा भाउ भन्नुभएको छ। अब के हो त पिता, सिकाउनुहोस् भन्नुहोस्। जान्नु भएको छैन भने सिक्नुहोस् पिताजीसँग। तब पिताले सिकाउनुहुन्छ, हरेक कुरा सिकाउनुहुन्छ। जति जति धेरै प्र्याक्टिकल गर्नुहुन्छ त्यति नै धेरै तपाईले पिताको तर्फको नजिकबाट उहाँका हरेक उत्प्रेरणाहरू, उहाँका गहिरा रहस्यका कुराहरू बुझ्नुहुन्छ। तब तपाईको अगाडि पहाड जस्तै ठुलो समस्या आए पनि आँखको अगाडि पिताले खरानी र धुलो बनाइदिनुहुन्छ। दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचारलाई त्यागोस् र परम प्रभुतिर फर्कोस्। अब हामी पिताजीतिर मात्रै फर्किने हो। जस्तो आमाले गवाई भन्नुभयो, आज कस्तो हृदय स्पर्शी होइन। हेर्नुहोस् त, 11 वर्षसम्म झुला बोकेर त हिँडे, सुन्न नि सुनेको थिए, वचन नि सुनेको थिए, तर रियालिटी प्र्याक्टिकल थिएन। जब प्र्याक्टिकली वचन पाउनु भयो, प्र्याक्टिकल धेरै गर्न लाग्नुभयो, अग्रज कसरी हिँड्नुहुन्छ, अग्रज कसरी बोल्नुहुन्छ, अग्रज कसरी पितामा बढ्नु भएको छ, फलो गर्नुभयो। तब प्र्याक्टिकल गर्नुभयो। जब प्र्याक्टिकल गर्नुभयो, 11 वर्षसम्म हराएको भाइ पनि फिर्ता, आज 8 वर्षसम्म हराएको भरा पनि फिर्ता गर्नुभयो। दुष्ट चाल हटाउनु भयो, अधर्मी मार्गहरू हटाउनु भयो। सच्चाइमा नि जानी, घरमा पनि त्यही थियो, सुन्नलाई सुन्ने, छोरासँग बोल्ने व्यवहार त्यही थियो, परिवारसँग गर्ने व्यवहार त्यही थियो, हटेकै थिएन, छोडेकै थिएन। अनि कसरी महिमा पाउनु? जब आफ्ना दुष्ट विचार र दुष्ट चाल त्याग दिनुभयो, जब पितातिर फर्किनुभयो, तब उहाँतिर पिता फर्केर गवाई प्रकट गरिदिनुभयो। गवाई प्रकट, कति ठुलो गवाई, कति ठुलो विश्वास, कति ठुलो महिमी। पिता हजुरलाई धन्यवाद। अझै तपाईको महिमा भन्नुभएको छ र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रो परमेश्वर तर्फ त्यो फर्क्योस् र उहाँले त्यसलाई चाहिँ सित्तैमा क्षमा गर्नुहुनेछ। आज तपाईँले सित्तैमा क्षमा गर्नुभएको छ, पैसा तिर्नु परेको छ र टिकट काट्नु परेको छ र छैन। हृदयलाई सफा बनाउनुहोस्, हृदयलाई चौडा बनाउनुहोस्, हृदयको ढोका सर्लक्कै खोलिदिनुहोस्। के खोलाम कि नखोलाम होइन, जाम कि नजाम होइन। अब पिता तपाईलाई पाएँ, तपाईमै बिसाउँछु चौतारी, तपाईमै बिसाउँछु सब कुरा, तपाईमै खोल्छु भनेर यो हृदय चौडा गरेर खोलिदिनुहोस्। तब स्वर्गको ढोका तपाईतिर सबै खुलेर अनि भन्नुभएको छ, किनकि मेरो विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूका चाल मेरो चाल होइनन्, परम प्रभु परमेश्वर भन्नुहुन्छ। किनकि मेरो चाल तिमीहरूको चाल होइन। तिमीहरूले मलाई चलाउन नखोज। हामी कतिले पितालाई चलाउन खोज्छौँ, कति गवाईहरू मलाई चाहियो चाहियो चाहियो, मलाई भएरै छाड्नुपर्छ, जिद्दी बना। त्यस्तो पनि नगर्नुहोस्। पिताको चाल नै मेरो चाल भन्नेहरूलाई पिताले अलौकिक महिमा प्रकट गर्नुहुन्छ। पितालाई भन्नुहोस्, म गरिबी भएर तपाईँ खुसी हुनुहुन्छ भने पिता म पनि खुसी छु भन्नुहोस् त, भन्नुहोस् त। आँखोदेखि अलौकिक धनी बनाएर देखाउनुहुन्छ। रोगी सचैमा आएर मन दिँदा दिँदा पनि रोगी हुनुहुन्छ या कुनै कुराको गवाई पाउनु भएको छैन भने पितालाई भन्नु त, पिता तपाईँ यसैमा खुसी हुनुहुन्छ भने म पनि खुसी छु भन्नुहोस् त। आँखोदेखि गवाई प्रकट गर्नुहोस्। हामी चलाउन खोज्छौँ पितालाई, हामी नै चलाउन खोजेको कारणले महिमा प्रकट हुन गाह्रो हुन्छ। जब पितालाई छोडिदिन्छौँ सब कुरामा, सबै कुरामा पितालाई छोडिदिन्छौँ नि, तब सबै कुरालाई सम्हालेर स्वर्गको महिमा हामीमाथि प्रकट गर्नुहुन्छ। जसरी आकाश पृथ्वी भन्दा अग्लो छ त्यसरी नै मेरो चालहरू तिमीहरूको चाल भन्दा र
मेरो विचारहरू तिमीहरूको विचारभन्दा अग्लो छ। धन्यवाद पिता। जसरी होइन मेरा विचार होइन आकाशभन्दा अग्लो छ, त्यस्तै तिमीहरूको चालभन्दा मेरा चाल अग्ला छन्। तिमी माग्छौ थोरै, हामी माग्छौ थोरै। यो दिनुहोस्, त्यो दिनुहोस्, त्यो दिनुहोस्, त्यो दिनुहोस्। पसलमा गएर, रासन पसलमा गएर रासन मागे जसरी माग्छौँ होइन, त्यहाँ आजबाट बन्द गर्नुहोस्। पितालाई भन्नुहोस् यो समयमा मेरो लागि के उचित छ, यो समयमा मेरो लागि कुन गवाई, कुन आशीर्वाद राख्नु भएको छ। पिता तपाईलाई धन्यवाद। आजको दिन मलाई कुन आशीर्वाद राख्नु भएको छ, के चाहत गर्नु भएको छ, कुन इच्छा गर्नु भएको छ। धन्यवाद। मैले पाइसके बोल्नुहोस्, पाइसके बोल्नुहोस्। स्वर्गदूतलाई भन्नुहोस्, जा स्वर्गदूत, आज मेरो पिताले कुन आशीर्वाद राख्नु भएको छ, त्यो दायाँ बायाँ नभइकन, त्यो टुक्रान नदिकन सङ्लो मेरो हातमा पार स्वर्गदूत। तब दिनभरि स्वर्गदूत कतिखेर यसले मलाई काम अराउला र काम गरौँला भनेर बसेको छ स्वर्गदूत। पिताले नि कति बेला मुख खोलेर स्वर्गदूतलाई अर्डर गर्ला र मेरो सन्तानको लागि स्वर्गदूत खडा गरौँला भनेर बस्नु भएको हुन्छ। तर हामी आफै गर्न खोज्छौँ। व्यापार छ, बिजनेस छ, जागिर छ, पेसा छ, त तपाईले आत्मालाई रेस्टमा राखेर बिहान उठेर धन्यवाद दिनुहोस्। स्वर्गदूतलाई परिचालन गर्नु के घरमा होस्, व्यापार बिजनेसमा होस्, पढाइ लेखाइमा होस्, रोजगारमा होस्, देश विदेशमा होस्, जोसुकै जहाँ पनि होस्, तपाईले के गर्नुहोस् त बिहान उठेर स्वर्गदूतलाई परिचालन गर्नुहोस्। स्वर्गदूत त हाम्रो के हो, कर्मचारी हो। हामीले जे बोल्छौँ त्यो गर्छ उसले। भन्नुहोस् स्वर्गदूत जा फलानु ठाउँमा गएर मेरो व्यापार बिजनेसमा रोकावट ल्याउने, छेकावट ल्याउने हैन, तन्त्र मन्त्र जादु तुनाउन के लिएर आएको छ, कुट लखट त्यसलाई भनेपछि कुटी रोजगारको लागि ढोका खुलेको छैन, स्वर्गदूतलाई भन्नु जा स्वर्गदूत बाटो तयार गर, रोजगारमा विफल गराउने, बाटोहरू बन्द गराउने, ढोका बन्द गराउने, आर्थिक आर्जनहरू हुन नदिने जो पनि तन्त्र मन्त्र छ कुट जा भनेपछि ऊ गएर कुटेको हुन्छ। पिताको डाइरेक्ट आशिष हामीमा परिहाल्छ, महिमा र गवाई प्रकट भइहाल्छ। त्यस्तो सामर्थ्य छ। अनि सोच विचार जस्ताको तस्तै, बानी बेहोरा जस्ताको तस्तै। अनि स्वर्गदूतलाई परिचालन गर भन्नुभएको छ भनेर स्वर्गदूतलाई परिचालन गर्नुहुन्छ मान्दैन, किनकि सुन्नु भएको छ पिताको वचन, गर्नु भएको छ संसारको कुरा, उसले पनि काटेर सक्छ हैन। त जो खानु भएको छ त्यही बोल्नुहुन्छ, तब छट छट काम गरिहाल्छ हैन, काम भइहाल्छ, गरिहाल्नुहुन्छ। त्यसैले भन्नुभएको छ जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, जसरी पानी पर्छ नि, हिउँहरू पग्लिन्छ नि, त्यो झरेर जमिनलाई के गर्छ, मलिलो बनाउँछ। जब मलिलो हुन्छ जमिन, तब बिउ परेपछि बिउ हर्लक्क उम्रिहाल्छ। त्यसरी नै के भन्नुभएको छ, त्यसरी नै छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ। जब पानी पर्छ जमिनले के गर्छ, बिउ उमार्छ, छर्नेलाई बिउ र खानेलाई भोजन दुवैलाई दिन्छ नि। त्यसरी नै मेरो मुखबाट निस्केको मेरो वचन पनि पुरा हुनेछ। धन्यवाद पिता। सबै कुरा पिताले तयार गर्नुभएको रहेछ। जति बेला यो दुनियाँ थिएन नि, परमात्मा हैन, आदिमा के हुनुहुन्थ्यो, परमेश्वर हुनुहुन्थ्यो। परमेश्वरले जब वचन बोल्नुभयो यो दुनियाँ बन्यो, सबै कुरा बन्यो, सब कुरा पशु चौपाया अन्न अनाज सबै कुरा बनाएपछि
बल्ल आदम र हव्वालाई बनाउनु भएको, बल्ल मानिसलाई बनाउनु भएको, आदम र हव्वालाई प्राकृतिकबाट बनाउनु भयो कि हाम्रो लागि सबै कुरा दिनुभएको रहेछ नि त। हाम्रो लागि जगेर्न, हाम्रो लागि सबै कुरा हाम्रो लागि दिनुभएको रहेछ। सबै यो दुनियाँ भन्दा पनि ठुलो त मानिसलाई बनाउनु भएको रहेछ। आफ्नै आत्मा दिएर बनाउनु भएको रहेछ। आफ्नै आत्माद्वारा उहाँले चलाउनु भएको रहेछ। तर आज हामी मानिसहरू के गर्छौँ त? परमेश्वरले उत्पादन गरेको चिजलाई पुजेर बसेका छौँ अनि तपाईँ हामीले दुःख नपाए कसले दुःख पाउनु? तर आज धन्यवाद पिता, तपाईँले हामीलाई छुट्टै चुन्नुभयो अनि तपाईँको आत्मा दिनुभयो। संसारको सही र गलत छुटाउने त्यो हैन, त्यो बुद्धि, त्यो शक्ति, त्यो सामर्थ्य दिनुभयो। परमात्मा तपाईँलाई धन्यवाद होस्। जति पनि आज अन्धकारमा रुमालेर बस्नु भएको छ सबैलाई सुसमाचार सुनाएर तपाईँको धार्मिकतामा ल्याउन चाहन्छु पिता भनेर माग्नुहोस् हैन। जति माग्छौँ हामीले अरूको लागि, जति अरूको लागि प्रार्थना गर्छौँ त्यति हाम्रा नखुलेका ढोकाहरू खुल्दै जान पुगिरहेछ। अनि पिताले भन्नुहुन्छ बिउ पनि म आफै दिनेछु हैन। सबै कुरा के दिनेछु? बिउ। जस्तो धानको पनि बिउ दिनु भएको छ, मकैको पनि बिउ दिनु भएको छ, कोदोको पनि बिउ दिनु भएको छ। सबै कुराको के दिएको छु? बिउ दिएको छु। जब जमिनमा छर्छौ छर्नेलाई बिउ र कटनी गर्नेलाई दुवैलाई भोजन दिनेछु मैले। कसले भन्नु भएको छ त? हाम्रो पिता परमेश्वरले भन्नुहुन्छ। जसरी मैले दिन्छु नि त्यसरी नै मेरो मुखबाट निस्केका वचनहरू तिमीमा पुरा हुन्छै हुन्छ भन्नुभएको छ। आज यी वचनहरू आए सबै पुरा हुन्छ। यी सबै पुरा भइसके, पुरा भइसक्यो पिता भनेर ताली बजाउनु। सोच लगाउँछौँ अनि पिताजीसँग सोध्नुभन्दा मान्छेसँग धेरै सोध्छौँ भने तपाईँ हामीले दुःख पाउँछौँ। जे पिताले गर भन्नुभएको छ हैन, जसरी कैन र हाबिललाई पनि हैन, पहिला कैन र हाबिल आदम र हव्वाबाट जन्मेका सन्तान कैन र हाबिललाई आखिर परमेश्वरले नै त दिनुभएको नि। त्यही दुईटा सन्तानमा पनि हाबिल चाहिँ के थिए? असाध्यै आज्ञाकारी थिए। परमेश्वरले जे गर भन्नुहुन्छ त्यो गर्नुहुन्थ्यो। तर कैन चाहिँ के गर्थे? कुटकुट मन गर्थे, दिम कि नदिम, गरम कि नगरम। अनि भाइले चाहिँ पहिला परमेश्वरमा, सब कुरो परमेश्वरमा। पहिला के थियो त? पाठाहरू ब्यायो भने पनि मोटा बोस्स भएको चिज हैन। त्यति बेला पशु चौपाईमा पनि पहिलो फल के गर्थे? चढाउनु हुन्थ्यो हैन। जब हाबिलले बोसो मोटो पहिला नै पिता हुनुहुन्छ भनेर चढाउनु हुन्थ्यो नि, तब हाबिलको भेटीहरू हाबिलको बिउलाई के गर्नुहुन्थ्यो? परमेश्वरले ग्रहण गर्नुहुन्थ्यो। तर कैनले के गर्थे? ए दिनु पर्दो रहेछ। आफूले भकारीमा राखेर अनि त्यो बारीमा ती छलेका त्यस्ता छुटेका लिएर आएर बल्ल परमेश्वरमा चढाउँथ्यो। हामी आज कति त्यस्ता छौँ? ए दिनु पर्दो रहेछ, ए फलानु त्यहाँ लगेर दिन पर्दो रहेछ। यस्तो तुच्छ पनि नबनाउनुहोस् परमेश्वरलाई। पहिलो प्राथमिकता पितामा गर्नेहरूलाई पहिलो प्राथमिकता तपाईँलाई दिनुहुन्छ पिता। जसरी हामीलाई के गर्नुभयो? हाबिलको भेटी ग्रहण गर्नुभयो, कैनको भेटी ग्रहण योग्य भएन। अनि कैनले के गरे त? रिसले भाइलाई मारिदियो। ए तेरो भेटी चाहिँ ग्रहण हुने, मेरो भेटी चाहिँ ग्रहण नहुने भनेर मारिदियो। तब त्यो रगत हैन मारेको कारण चाहिँ ऊ डुलुवा भएर हिँड्ने बनाइदिनु भयो परमेश्वरले। तैँले आफ्नै भाइलाई मारिस्, तैँले भाइको जस्तो मन गरेको भए के तेरो भेटी स्वर्गमा ग्रहण हुन्थेन र? आज तपाईँ हामी के गर्छौँ? फलानीले कति दिन्छ, तिलानीले कति दिन्छ, यस्तो कम्प्यारिजन पनि नगर्नु के। गुप्तमा रहनु हुने पितालाई ढोका खोलिदिनु न। म गर्छु भन्ने मन गर्नु न। हृदयबाट पितालाई धन्यवाद दिनुहोस्, प्रशंसा गर्नुहोस्। जे भए पनि पितामा मन खोलेर गर्नुहोस्। हरेक कुरा मनमा पिताले हाले बमोजिम गर्नुहोस्। तब पिताले संसारमा केही नभएको, कोही नभएको तुच्छ हुनुहुन्छ, तर पिताले स्वर्गमा उच्च तपाईँ
आज पिताले हरेक कुरा सिकाउनु भएको छ, सब कुरामा सिकाउनु भएको छ। मन खोलिदिनुहोस्। पिताले गर भने बमोजिम गर्छौ नि। जब पिताको आज्ञाकारी सन्तान बन्छौ नि, तब पिताले पनि संसारमा सबैभन्दा उच्च बनाएर उहाँको महिमित सन्तान बनाएर हिँडाल्नुहुन्छ, बढाउनुहुन्छ। बढ्न चाहनेहरूलाई बढाउनुहुन्छ परमेश्वरले। अनि भन्नुभएको छ हैन, परमात्मालाई धन्यवाद होस्। मसीह येशूको नाउँमा त्यो म कहाँ व्यर्थै फर्किने छैन, तर मैले इच्छा गरेको काम त्यसले पुरा गर्नेछ र जुन कामको निम्ति म त्यसलाई पठाउँछु र त्यसमा त्यो सफल हुनेछ। परमात्मालाई धन्यवाद। आज यो धरतीमा पनि हाम्रो इच्छाले आएको होइन, धार्मिकताको राज्यमा पनि हाम्रो इच्छाले आएको होइन, यो महिमामा पनि हाम्रो इच्छाले भएको होइन, यो सच्चाइको मार्ग पनि हाम्रो शर्माको इच्छाले खोलेको होइन, यो सच्चाइको मार्ग पनि पिताको इच्छाले खोलेको हो। र त आज दिन 4 गुणा रात 1000 गुणा गरेर बढेको छ, बढेको छ। मानिसले होइन, शर्माको इच्छाले पनि सच्चाइ आएको होइन, यो त पिताको इच्छा थियो। धर्ममा खोज्न थाल्नुभयो, जातमा खोज्न थाल्नुभयो, वर्गमा खोज्न थाल्नुभयो, धनमा खोज्न थाल्नुभयो, अनि पितालाई असह्य भएर आज म कोहीमा पनि छैन, केवल म पवित्र आत्मासँग छु भनेर नै आज सच्चाइको मार्ग हिँड्नुभयो। जो जहाँबाट जे हैन विरोध आए तापनि त्यो केही समय चर्किन्छ, तर पिताले साम्य बनाइहाल्नुहुन्छ। साम्य जो वचन खानु भएको छ नि, त्यो व्यक्तिहरूलाई केही जस्तो लाग्दैन, यो त उन्नतिको लागि हो पिता, अझ महिमा बढ्नको निम्ति हो पिता। तर जो वचनमा भरिनु भएको छैन, ला सच्चाइ अब के हुने होला, ला यस्तो भन्छ हैन, यो मन कसैले नगर्नु। आज तपाईँ हामीले हाइडोसको वचन पाएका छौँ, परमेश्वरको आत्मा पाएका छौँ, आज येशू मसीहमा चङ्गाई पाएका छौँ, येशू मसीहमा धनी जीवन पाएका छौँ, येशू मसीहमा उन्नतिको जीवन पाएका छौँ हैन। त परमेश्वरले आज यस्ता